काम मिथ्याचार भनेको परपुरुष र परस्त्रीसँग यौन सम्पर्क राख्नु हो। त्यसैले सम्पूर्ण दर्शकबिनहरूलाई धेरै पछि तपाईहरुको माझ फेरि पनि पुनः नयाँ भिडियो ल्याएर आइसकेको छु। यत्रो दिन किन भिडियो बनाएर भनेर सोच्नुहुन्छ भने मलाई भिडियो बनाउनको लागि अनि टाइमहरु अलिकति मिलाउन गाह्रो भइरहेको थियो। त्यसैले चाहिँ भिडियो बनाउन सकिन। त्यसको लागि चाहिँ माफ गरिदिनु होला। ओके, भिडियोतिर लागौं। आजको भिडियो चाहिँ 10 अकुशल कर्म र 10 कुशल कर्मको बारेमा रहेको छ। तपाईहरुले कतिपय लामा गुरुहरुबाट ग्यावाचु मिग्यावाचु भनेर धेरै सुन्नु भएको होला। ग्यावाचु र मिग्यावाचु भनेको चाहिँ 10 कुशल कर्म र अनि 10 अकुशल कर्म हो। 10 कुशल कर्म र 10 अकुशल कर्म कतिपय मान्छेहरुलाई के हो भनेर थाहा नहुन सक्छ। थाहा हुने इच्छुक व्यक्तिहरुको लागि चाहिँ यो भिडियो चाहिँ एकदम महत्त्वपूर्ण हुन जान्छ। त्यसैले यो भिडियो अन्तिमसम्म हेरिदिनु होला। म तपाईहरुलाई क्रमश 10 अकुशल धर्म र अनि 10 कुशल धर्म चाहिँ भन्न जाँदै छु। 10 अकुशल धर्म र 10 कुशल धर्म चाहिँ म अगाडि अकुशल धर्म भनेर त्यसपछि कुशल धर्म भन्ने छु। अब ढिलो नगरी शीर्षकतिर लागौं। 10 कुशल धर्म र 10 अकुशल धर्म चाहिँ हामीले तन मन वचनबाट छुटाएर राखेको छ। त्यो मध्ये अगाडि तनबाट गरिने कुशल धर्म अथवा अकुशल धर्म राख्ने गर्दछौं। तनबाट गर्ने धर्ममा 3टा रहेको छ। त्यो प्रान्तिपात, अततादान, चोरी र काम मिथ्याचार भनेर 3टा राख्ने गर्छौं। त्यसकै ठ्याक्कै उल्टो यो 3टा त्याग्नु चाहिँ कुशल कर्म भनेर गन्दछ। पहिलोमा रहेको छ प्रान्तिपात, जीव हत्या। आफूभन्दा कुनै अरु प्राणी जस्तै मानिस, जीवजन्तु, चराचुरुङ्गी अनि किरा फट्याङ्ग्रा जस्तै प्रकार जुनसुकै जीव भए तापनि त्यो जीवहरुको प्राण लिनु चाहिँ अनि जीव हत्या अथवा प्रान्तिपात भनेर बुझ्ने गर्छौं। त्यसकै ठ्याक्क विपरीत कुनै प्रकारको जीवहरुको प्राण नलिएर जीवहरुको रक्षा गर्ने, संरक्षण गर्ने, जीवहरुलाई संकटबाट बचाउने त्यस्तो कर्म चाहिँ कुशल कर्म हो। दोस्रो अततादान। यसको ठीक अर्थ हुन्छ नदिएको लिनु। यसमा के पर्दछ भन्दा चोरी, डकैती अनि ठगी गर्नु, यो सबै चाहिँ हामी अततादानमा पर्नेछौं। यो चाहिँ तनबाट गरिने अर्को अकुशल कर्म हो र यसको ठीक उल्टो चाहिँ कुनै व्यक्तिलाई निस्वार्थ रूपले अरूको सहयोग गर्नु, अरूलाई दान दिनु चाहिँ अततादान त्याग्नु भनिन्छ। यो कुशल कर्म हो। तनबाट गरिने तेस्रो कर्म चाहिँ काम मिथ्याचार हो। काम मिथ्याचार भनेको परपुरुष र परस्त्रीसँग यौन सम्पर्क राख्नु हो। बुढा भए अर्को केटीसँग यौन सम्पर्क राख्ने र बुढी भए अर्को केटासँग यौन सम्पर्क राख्ने चाहिँ काम मिथ्याचारमा पर्न जान्छ। यो चाहिँ अकुशल कर्म हो र त्यसकै उल्टो आफ्नो वैवाहिक सम्बन्धको विकासको लागि इमानदार एवं विश्वासिलो भई एक अर्काको भावनाको आदर एवं कदर गर्नु अनि पुरुषसँग यौन सम्पर्क नराख्नु चाहिँ काम मिथ्याचार त्याग्नु हो। यो भयो तनबाट गरिने तेस्रो कुशल धर्म र अकुशल धर्म। र अब पालो आउँछ वचनबाट गरिने 4वटा कुशल धर्म र अकुशल धर्मको। 4वटा कुशल धर्म र अकुशल धर्म चाहिँ के हो भन्दा मृषावाद यानी कि ढाट्नु हो।
दोस्रोमा रहेको छ पैशून्य। पैशून्य भनेको चुग्ली लगाउनु हो। र तेस्रोमा रहेको छ पारुष्य। पारुष्य भनेको कठोर शब्द बोल्नु हो, अरूलाई हानि पुग्ने शब्द बोल्नु हो। र चौथोमा रहेको छ सम्भिन्न प्रलाप, व्यर्थको कुरा गर्नु हो। र त्यसको पहिलोमा रहेको छ मिसावाद, यानि कि ढाड्नु। ढाड्नु कसैलाई भन्छ त्यो भन्नु पर्दैन होला, तपाईँहरूलाई थाहा नै छ होला। र ठ्याक्कै त्यसकै विपरीत झुटो बोल्न त्यागी सत्य बोली वचन बोल्नु चाहिँ मिसावाद त्याग्नु हो। यो चाहिँ कुशल धर्म पर्दछ। यो चाहिँ वचनबाट गरिने पहिलो धर्म हो। र दोस्रोमा रहेको छ पैशून्य, चुग्ली लगाउनु। चुग्ली लगाउनु भनेको सत्य वा झुटो बोली वचन बोलेर दुई व्यक्तिको सम्बन्धलाई खराब अथवा छुटाउनु हो। यो चाहिँ अकुशल कर्ममा पर्दछ। त्यसको ठिक उल्टो अरूमा मेलमिलाप गराउने र अरूले गरेको राम्रो काममा र अरूले गरेको कुशल कार्यहरूलाई अनि प्रशंसा गर्नेहरू चाहिँ पैशून्य त्याग, यानि कि चुग्ली लगाउनु त्याग्नु हो। यो चाहिँ कुशल कर्म हो। त्यसै गरी तेस्रोमा रहेको छ पारुष्य। पारुष्य भनेको कठोर बोली वचन हो। जस्तै कि कसैलाई हानि पुग्ने खालको शब्दहरूलाई चाहिँ पारुष्य, कठोर बोली वचन भन्दछ। जस्तै कि आमाको गाली दिने, अनि जस्तै छाडा बोल्ने, त्यस्तोहरूलाई चाहिँ त्यस्तो मात्र नभएर कसैलाई अब तिमी कामी, तिमी दमै, त्यस्तो खालको वचनलाई चाहिँ पारुष्य वचन भनिन्छ। यो चाहिँ अकुशल कर्म हो। र ठ्याक्कै यसकै उल्टो नरम बोल्ने, राम्रो बोली वचन बोल्ने इत्यादि चाहिँ पारुष्य त्याग हो। यो चाहिँ कुशल कर्म हो। र वचनबाट गरिने चौथो अकुशल कर्म चाहिँ सम्भिन्न प्रलाप, यानि कि व्यर्थको कुरा गर्नु हो। जस्तै कि हामीले गरेको कुरालाई कुनै दोस्रो व्यक्तिलाई कुनै पनि फाइदाजनक अथवा फाइदा छैन भने त्यस्तो खालको कुरालाई चाहिँ सम्भिन्न प्रलाप, यानि कि व्यर्थको कुरा भनेर बुझ्न सकिन्छ। जस्तै अब कथाहरू सुनाउने, राजकथा, चोर कथा, जोक, चुट्किला इत्यादि चाहिँ सम्भिन्न प्रलाप पर्दछ भने ठ्याक्कै विपरीत अर्थपूर्ण कुरा, जुन कुराले त्यो अर्को व्यक्तिको भलो हित हुन्छ भने त्यस्तो वचन गर्नु चाहिँ सम्भिन्न प्रलाप त्याग्नु हो। यो भयो चारवटा वचनबाट गरिने कुशल कर्म र अकुशल कर्म। र अब तनबाट गरिने कुशल कर्म र अकुशल कर्ममा तीनवटा रहेको छ। त्यो चाहिँ के हो भन्दा अविद्या, यानि कि लोभ, व्यापत, यानि कि अरूलाई हानि गर्ने, र मिथ्या दृष्टि। यो चाहिँ अकुशल कर्म हो। ठ्याक्क यो तीनटालाई त्याग्नु चाहिँ कुशल कर्म रहेको छ। तनबाट गरिने तीनटा कुशल कर्म रहेको छ। र त्यो मध्ये पहिलो चाहिँ अविद्या। अविद्या भनेको लोभ हो। लोभी सोच भएकोलाई बुझिन्छ। कस्तो खालको भन्दा कुनै मान्छे धेरै धनी छ भने त्यो मान्छेको सामान चाहिँ मलाई पाइने हुन्थ्यो नि, त्यो मान्छेको गाडी चाहिँ मलाई पाइने हुन्थ्यो नि, त्यो मान्छेको बाइक चाहिँ मलाई पाइने हुन्थ्यो नि भन्ने खालको एउटा लोभी मन छ भने यो चाहिँ अविद्या हो। त्यसको ठिक विपरीत, ओहो यो मान्छेको त यस्तो गाडी रहेछ, उसको त यस्तो पैसा रहेछ, उसलाई त राम्रो होस्, यो पैसाले उसलाई फाइदा पुगोस्, त्यस्तो खालको सोच हुनु चाहिँ अनि अविद्या, यानि कि लोभ त्याग्नु हो। यो चाहिँ कुशल कर्ममा पर्दछ। दोस्रोमा रहेको छ
व्यापाद भनेको अरूलाई हानि पुर्याउनु हो। जस्तै कसैले हामीलाई पूर्वकालमा अब पास्टमा नराम्रो गरेको छ र त्यसको इक राखेर त्यसलाई म एक दिन हेर्छु, त्यसलाई म बदला तिर्छु त्यस्तो खालको सोचहरू हुने र अब त्यस्तो इक नहुने काम नभए पनि त्यसको त म पसल लुटिदिन्छु, त्यसको त पक्न एक दिन म सुन सबै लगिदिन्छु खालको सोचहरू, अब अरू मान्छेलाई हानि पुग्ने खालको सोचहरू हुनु चाहिँ व्यापाद हो। र ठ्याक्कै त्यसको उल्टो हानि गर्न त्यागी अरू प्राणीमा करुणाको भावले त्यसको सहयोग गर्ने सोचहरू भएको चाहिँ सहयोग गर्ने सोचहरू भएको चाहिँ व्यापाद त्याग्नु हो। यो मनबाट गरिने दोस्रो कुशल कार्य हो। र अन्तिम र तेस्रोमा रहेको छ मिथ्या दृष्टि। मिथ्या दृष्टि भनेको चाहिँ जस्तै यो लोक छैन, परलोक छैन, कर्म हेतु बल छैन, आमा बाउ छैन, दान छैन, छ पारमिता छैन, अनि त्यसै गरी बुद्ध छैन, कुशल कर्म छैन, अकुशल कर्म छैन भन्ने खालको सोचलाई चाहिँ मिथ्या दृष्टि भनिन्छ। ठ्याक्क यसको उल्टो आमा बाउ छ, लोक छ, परलोक छ, पाप छ, धर्म छ, त्यस्तो खालको सोचलाई चाहिँ मिथ्या दृष्टि त्याग्नु, त्यस्तो खालको सोच भएकोलाई चाहिँ मिथ्या दृष्टि त्याग्नु भनेर बुझ्ने गर्दछौँ। अनि यो चाहिँ कुशल कर्म हो। यो भयो 10 कुशल कर्म र 10 अकुशल कर्म। हामीले 10 अकुशल कर्मलाई त्यागेर 10 कुशल कर्मलाई हाम्रो जिन्दगीमा अँगाल्न सक्यो भने हामीलाई हाम्रो जिन्दगीमा कुनै प्रकारको दुःख इत्यादि चाहिँ आउने छैन। किनभने हामीले जति नियम पालना गर्यो त्यति नै हामीलाई फाइदाजनक हुन्छ। त्यसकारणले यो 10 कुशल कर्म पनि नियम नै हो। यो नियम पालना गर्यो भने हाम्रो जिन्दगी चाहिँ एकदम सुख र समृद्धि साथ बित्नेछ। हामीले जति पनि धर्म गरे पनि नगरे पनि यही 10 कुशल कार्यद्वारा नै गर्ने गर्छौँ। 10 कुशल कार्य गर्यो भने चाहिँ हामीले एकदम धेरै पुण्य सञ्चय गर्न सकिन्छ। त्यसैले यो 10 कुशल कार्य चाहिँ हामीले एक दिन मात्र होइन, 2 दिन मात्र होइन, जिन्दगीभरकै लागि गर्न सक्यो भने चाहिँ हाम्रो जिन्दगी चाहिँ एकदम सफलतापूर्वक बित्नेछ। यति भन्दै आजको भिडियोलाई यहीँ समाप्त गर्न चाहन्छु। र यो 10 वटा अकुशल कर्म गर्यो भने चाहिँ हामीले कस्तो खालको फल पाउँछ त भनेर जान्न मन छ भने चाहिँ तपाईहरुले भिडियोमा तपाईहरुले कमेन्ट गर्नु होला। म त्यसको बारेमा भिडियो बनाउने छु। आजलाई यति नै। तपाईहरुले बुझ्नु भएन भने क्वेशन गर्न सक्नुहुन्छ। धन्यवाद।